हेलो नमस्ते। आज चाहिँ बुढा र म करेन्ट नुडल्स च्यालेन्ज गर्न जाँदैछु। रेसिपी पनि शेयर गर्दैछु, आउनुहोस् है हेर्न। पानी रेडी गर्दैछु। पानी उम्ल्यो, नुडल्स हाल्दैछु है। यहाँ चाउचाउ सबै हालिसक्यो है। अब एकछिन बोइल हुन दिनुपर्छ। फाइनली यो बोइल भइसकेको छ, पाकिसकेको छ। अब चाहिँ यसलाई मसलाहरू राखेर मिक्स गर्नेछौँ। ल अब मसलाहरू हाल्छु। बास्न त नाकमै ठक्कै। थाहा थियो मलाई यो मसला यस्तो गरेर आउँछ भनेर। फाइनली नुडल रेडी भयो है। अब त अन्डा बनाउनु सुरु गर्छौँ अनि प्लेटिङ गर्ने, अनि त्यहाँदेखि हामी रेडी हुन्छौँ। स्पेसल भाँडा तातिसकेछ। अब तेल हाल्ने भयो। थोरै अन्डा हालौँ। यो रेडी भयो अन्डा। हेलो नमस्ते सबैजनालाई। कान्छीको इटिङ च्यानलमा स्वागत छ हजुरहरूलाई। फेरि पनि हामी आइसकेको छौँ नयाँ चिज लिएर। आज चाहिँ हाम्रो च्यालेन्ज छ रेसिपी प्लस च्यालेन्ज। रेसिपी हजुरहरूले हेरिसक्नु भइसकेको छ। अब चाहिँ हामी च्यालेन्ज सुरु गर्न छौँ। आज चाहिँ च्यालेन्जको चाहिँ यो 5 मिनटमा यो सकाउने हो है। अब 5 मिनट सट्ट सकाएपछि जसले जित्छ त्यसलाई चाहिँ मनी प्राइज छ है। कति 3000 भनेको थियो। 3000 होइन, मैले उसले जित्यो भने उसलाई मैले 4000 दिन्छु भनेर 4000 राखेको छ है। ल कस्तो हुन्छ हेर। ल ओके, अब हामी सुरु गर्दैछौँ है त। बुढीले पहिला जुस फोरेर सुरुवात गर्छ। उसलाई फेरि जुस भनेपछि हुरुक्कै। मलाई मन पर्छ तर यसमा सुगर बढी हुन्छ, त्यही भएर म खान्न कि। मेरो लागि चाहिँ यहाँ पानी छ। ल पहिला जुस। रे के पानी हो है फेरि नजिकिनु। ल ल अब हामी सुरु गर्छौँ। टाइमर चाहिँ यहाँ छ। अब टाइमर चाहिँ हामी खासै देखाउँदैनौँ स्क्रिनमा, किनकि यहाँ राख्ने ठाउँ पनि छैन। हामी चाहिँ यो यहाँ टक्क राखेर कसले जित्यो ठ्याक्क भन्छौँ है त। ओके बुढी ल हेर है। 0-0-0 छ। 0-0 छ। रेडी 1 2 3 गो। सुरु। पिरो रहेछ।
पिरो त मैले सक्दैन आता बेला म त लुगाले पुस्दै पिरो अहिले त सकाइन्छ 4000 को सवाल छ है धेरै पिरो मैं सक्ला साँच्चै यहाँ चाहिँ 5वटा करेन्ट नुडल्स है यो अघि भन्न बिर्सेछ 5वटा करेन्ट नुडल्स हाफ 50-50 अन्डा पनि खानुपर्छ है Abina. 4 मिनेटमा मैले फिनिस गरेँ यो पेज चाहिँ मेरो है अब मलाई थाहा थियो उसले चौचौ सकाउँथ्यो तर यो अन्डा खान सक्दैन उसले थाहा थियो मलाई अन्डा धेरै खान सक्दैन त्यसले मेरो है यो ल त्यही पनि तपाईहरुले जज गर्नु होला है कसले चाँडो सकाएको छ उसो अन्डा मात्र बाँकी हो चौचौ चाहिँ आई थिंक मैले भन्दा अगाडि सका जस्तो लाग्छ उसले तर त्यो नखाएपछि मैले जित्छ हैन ओ पिरोले मरे त्यही पनि बुढलाई 2000 कम्पिटिसन गरे भएर मैले 2000 उसले 2000 थ्यांक यू सक्छ त मसँग ह पिरो लाग्छ पसिना आयो आँसु आयो फाइनल गाइज विनर चाहिँ मै भए कुरो खाने बानी छैन त्यही पनि खाएको छु थ्यांक्स सो मच फर वाचिङ सबैलाई धेरै धेरै धन्यवाद सपोर्ट गरिदिनु होला माया गरिदिनु होला आगामी दिनहरुमा यस्तै नयाँ नयाँ भिडियोहरु आउँछ ओके सी यू सुन इन नेक्स्ट भिडियो बाय बाय